हेलो सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ यो पछाडि देखिएको सुन्तला बगैँचा भएको ठाउँमा चाहिँ घुम्दै आइपुगेको छु। उतापट्टि चाहिँ सुन्तलाहरू रहेको छ। यसरी यतिखेर सुन्तला पाक्ने मौसम भएको कारणले सुन्तलाहरू पक्कै फलेका सुन्तलाहरू रहेका छन्। मौसम चिसो चिसो छ, हल्का घाम लागेको छ अनि यतापट्टि यसरी सुन्तलाहरू मजाले पाकिरहेका छन्, देख्न सक्नुहुन्छ। तपाईँले चाहिँ घाममा बसेर घाम ताप्दै ताप्दै सुन्तला खानुभयो कि खानु भएन? म चाहिँ आज घाम ताप्दै ताप्दै यसरी बगैँचैमा आएर चाहिँ सुन्तला खान लाग्दैछु आज। यतापट्टि पनि सुन्तला छ भने अलिक पर चाहिँ यतापट्टि पनि सुन्तलाहरू, उतापट्टि अलिक देखिँदैन, अलिक पर यतापट्टि यी साना साना बिरुवाहरू, यो सानो बिरुवाहरू भरि सुन्तलाहरू रहेका छन् वहाँनिर होइन। यतापट्टि पुरै यो सुन्तलाहरू देख्न सक्नुहुन्छ। यो मेरो पछाडिपट्टि रातै झपक्कै फलेका सुन्तलाहरू। आज चाहिँ म यो सुन्तला बगैँचाको भ्रमणमा आएको छु। निकै आनन्दमय रूपमा समय व्यतीत भइरहेको छ। चिसो भए पनि घामले आज साथ दिएको कारणले तातो तातो नै छ। बाक्लो ज्याकेटहरू, बाक्लो कपडाहरू लाएर निस्किँदाखेरि हावा हल्का चलेको छ। अनि त्यहाँबाट घाम मजाले लागेपछि त केही चाहिँदै चाहिएन। त्यसमाथि पनि यो सुन्तला, यतापट्टिको यो सुन्तला यसरी खान पाएपछि हेर्नुहोस्, देख्न सक्नुहुन्छ तपाईँहरूले। सुन्तला बगैँचामा आइपुगेको छु म आज चाहिँ। ल, सबैजनालाई मैले चाहिँ सुन्तला यहीँबाट पठाइदिएँ। सबैजनाले आफूले अगाउने जति लिनु होला। देख्न सक्नुहुन्छ यो पछाडिपट्टि निकै राम्रोसँग गजबले झपक्कै फलिरहेको छ सुन्तला। अहिले हुन त माघ लाग्न लागिसक्यो नेपालमा त, तर पनि यहाँ चाहिँ सुन्तलाहरू मजाले यतिखेर पाकिरहेका छन्, मजाले रसिलो रहेका छन्। यतिखेर सुन्तलाहरू रसिलो भएर पाक्ने बेला रहेको छ सुन्तलाको यतिखेर। अब यतापट्टि माथितिर चाहिँ साकुराको रुख, अब केही महिनापछि साकुरा, यही महिनाभित्र लगभग साकुरा पनि फुल्दैछ। त्यहाँबाट झनै गजबको हुन्छ।